के तपाईँलाई थाहा छ एउटा साधारण रगत परीक्षणले डायबिटिज पत्ता लगाउन सकिन्छ? डायबिटिज सजिलै रगत परीक्षणबाट पत्ता लगाउन सकिन्छ। फास्टिङ ब्लड सुगर जुन खाली पेटमा लिइन्छ, खाना खाएको 2 घण्टापछि वा जुनसुकै बेला जाँचिने सुगर, र्यान्डम ब्लड सुगर र HbA1c जसले पछिल्लो 3 महिनाको औसत सुगर देखाउँछ, यसका लागि गरिने मुख्य परीक्षणहरू हुन्। सामान्य अवस्थामा फास्टिङ सुगर 100 भन्दा कम रहन्छ, खाना खाएपछिको सुगर 140 भन्दा कम र HbA1c 5.6 भन्दा कम रहन्छ। फास्टिङ सुगर 126 वा त्योभन्दा बढी छ भने डायबिटिजका लक्षणहरूसहित र्यान्डम सुगर 200 भन्दा बढी वा HbA1c 6.5 वा त्योभन्दा बढी छ भने डायबिटिज भएको भनिन्छ। भविष्यमा हुने जटिलता रोक्न डायबिटिज छिट्टै पत्ता लाग्नु धेरै महत्त्वपूर्ण छ। यदि उपचार नगरेमा डायबिटिजले लगभग शरीरका सबै अङ्गहरूमा असर गर्न सक्छ। ढिला नगर्नुहोस्, समयमै जाँच गराउनुहोस्।